Alright guys, welcome back to our YouTube video. आज चाहिँ तपाईहरुले के देख्न गइराख्नु भएको छ भन्दाखेरि चाहिँ हामीले डुक एडभेन्चर बाइकमा इन्स्ट्रुमेन्ट क्लस्टरमा हाइड्रोजेल राख्न गइरहेका छौं। त्यसमा राख्नलाई फर्स्टमा हामीले एकदम बवाल तरिकाले सफा गर्नुपर्ने हुन्छ। यसरी सफा गर्नु पर्यो कि जस त्यहाँ के फोहोर नै बाँकी नरहोस्। त्यसपछि पालो आउँछ अनि त्यो नापेर काटेको सेक्सन त नापेर काटेर ल्याएपछि टक्क लाएर तपाईहरुले डिस्प्लेमा टक्क राख्न पर्ने हुन्छ हैन। अनि त्यसमा चाहिँ तीनवटा लेयर हुन्छ के। फर्स्टमा हामी निकाल्छौं, त्यसमा फेरि अनि त्यसमा ठ्याक्क एकदम प्रोफेसनली मिलाउँछौं। त्यसमा कहाँ कस्तो ठ्याक्कै साइज मिलाइसकेपछि तलको लेयरलाई पिल अफ गर्छौं। पिल अफ गर्दाखेरि प्रेस गर्दै मेक स्योर कि मजाले नो बबल्स नआउने गरेर फोहोर नहुने गरेर पिल गर्छौं हैन। प्रेस गर्छौं मजाले दुवै साइडमा। पिल गरिसकेपछि तपाईहरुले के हुन्छ भन्दाखेरि फेरि अनि अर्को एउटा लेयर माथि बाँकी हुन्छ। त्यो लेयरलाई पनि मजाले निकाल्नु पर्ने हुन्छ है तपाईहरुले। त्यहाँको मजाले भन्दा स्वाट निकाल्यो त्यसपछि त तपाईहरुको फाइनल लुक आइहाल्यो गाइस। यति नै हो। थ्यांक्स गाइस फर वाचिङ है। यस्तो बल लुक देखिन्छ।